हेलो साथीहरू, नमस्ते फ्याफुल्लो है। म चाहिँ प्रतिमा फेरि पनि ब्याक भएको छु, किनकि हिजो चाहिँ मेरो बर्थडे थियो नि त, जन्मदिन थियो। अनि त्यही भएर चाहिँ मेरो 2-3वटा गिफ्ट है माया गर्ने मान्छेले पठाइदिनु भएको छ, त्यही देखाउन लागि आएको। अनि यो देखाउनुभन्दा पनि मलाई चाहिँ यसको मेमोरी चाहिँ कलेक्ट गरेर आउँथेँ क्या, किनकि यो मेरो लाइफकै फर्स्ट बर्थडे हो मैले मनाएको है। साथीहरू यहाँ दिदीहरूसँग मनाएको, अहिलेसम्म मैले बर्थडे मनाएको छुइनँ त्यसरी है। अनि मैले गिफ्ट पनि रिसिभ गरेको छुइनँ नि त, रिसिभ नै गरेको छुइनँ भन्दा पनि गरेछु, बट नट लाइक द्याट पनि है, त्यस्तो उयो पनि होइन। तर अब यो मेमोरिजहरू चाहिँ मलाई कलेक्ट गर्नु छ। अब पहिला पहिला म चलाउँथिनँ, तर आज म युट्युबमा अलिअलि भिडियो हाल्दैछु नि त, सर्ट भिडियो, त्यही कारणले मलाई यो मेमोरीहरू कलेक्ट गर्नु छ र म यो मेमोरी चाहिँ सेभ गरेर राख्न चाहन्छु कि बादमा गएर। अनि के मैले गिफ्ट पाएँ भन्दाखेरि चाहिँ ब्याग छ, देख्नुभयो साथीहरू, यो चाहिँ ब्याग छ, कस्तो क्युट कलरमा छ नि। अब यसरी सर्ट गरेर बोक्दा पनि हुन्छ। अनि अल द वे फ्रम म्याक्सको है साथीहरू, यो चाहिँ तपाईँहरू पनि पर्चेस गर्न सक्नु। एकदम राम्रो लाग्यो, कलर यस्तो दामी छ, सिम्पल है, यसको यसले गरेको नै राम्रो देखेको। अनि आर्क पनि छ म्याक्सकै, यो चाहिँ हो ड्रेस रहेछ, देखाउनु पनि आउँदैन साथीहरू, किनकि फर्स्ट हो नि त मेरो गिफ्टहरू मैले रिसिभ गरेको यसरी माया पाएको है दिदीहरूकोबाट। यो चाहिँ दिदी 2-3जना पाएको, यो चाहिँ माया हो। अनि अर्को छ यो है, देखिहाल्नु बेक कभर हो। अनि मेरो आमा बिना त केही पनि हुँदैन, आमाले पठाइदिनु भएको यो। अनि एकदम स्पेसल गिफ्ट भनेको चाहिँ यो हो। स्पेसल गिफ्ट चाहिँ किनभने जो मेरो त नेपालबाट साथीले पठाइदिएको, कस्तो मिठो कलरमा छ है, व्हाइट र पिङ्क भन्दा पनि अब त्यस्तो पिङ्क पनि होइन। अनि भित्र पनि एकदम दामी फर्तातो है। अनि साथीहरू, तपाईँलाई यस्तो लुगा जे पनि नेपालमा यस्तो लुगाहरू चाहिएमा चाहिँ मेरो साथीको दोकान अगाडि दोकानमा जानुहोस् होला। त्यो उयसमै बस पार्कको साइडमै छ, दोकानको नाम त छैन होला, बट एमएनए भन्नेतिर स्टोर पनि छ घरमा। एकदम रिजनेबल प्राइसमा, अरूभन्दा राम्रो प्राइसमा दिन्छ है। एकदम क्युट छ, यति राम्रो छ। थ्याङ्क यू मनिषा सो मच है, इट मिन्स निल आर्ट है। यो चाहिँ मेरो लागि धेरै नै, अब यो लुगा भन्दा पनि तेरो माया नै मेरो लागि ठुलो कुरा हो। आई लभ यु, बस यति नै हो है। अनि यो झन् खदा मलाई माया गरेर लगाइदिनु भएको थियो यहाँको आन्टीहरूले। अब मेरो चाहिँ ग्रुपमा चाहिँ आन्टी दिदीहरू हुन्छ नि त 2-3जना, उहाँहरूले पठाइदिनु भएको, यो लगाइदिनु भएको थियो। एकदम माया छ यो पनि है। यो चाहिँ मैले देखाउनु भन्दा पनि मेरो अहिलेसम्मकै धेरैवटा गिफ्ट हो है।